मलाई चाहिँ मेरो स्किनको एकदमै माया लाग्छ। मलाई रातिको 2 बजे भए पनि मेरो स्किन केयर गर्नुपर्छ। यो चाहिँ सेन्टेलाको डबल क्लिन्जिङ ओइल, यसले चाहिँ मैले मजाले मेरो मेकअप रिमुभ गर्छु। अनि त्यसपछि चाहिँ सेकेन्डमा चाहिँ क्लिन्जर, अनि यसले पनि अब आफूलाई कतिसम्म गर्नु मन छ 1 मिनट 2 मिनट अब एकछिन मजाले मेकअप रिमुभ हुन्जेलसम्म मैले क्लिन गर्छु मेरो फेसलाई। अनि यो चाहिँ प्याड टोनर हो, यस्तो राम्रो छ। यो पनि मलाई एकदम टोनर भन्दा पनि मनपर्छ। यो चाहिँ स्किन बुस्टर हो, यो बेनाजुले ल्याइदिनु भएको। तर यस्तो राम्रो हाइड्रेटिङ छ नि, एकदम हाइड्रेटिङ छ। अनि यो पनि मैले स्नेलकै युज गर्छु। अनि मैले मोइस्चराइजर पनि स्नेलकै युज गर्छु, तर मैले रेटिनोल पनि रातिमा प्राय युज गर्छु। तर मैले मेकअप गरेको बेलामा चाहिँ युज गर्दैन, किनभने चाहिँ मेरो एकदम सेन्सिटिभ स्किन छ नि त। अनि त्यही भएर चाहिँ अलिकति डर पनि लाग्छ कि। अनि त्यही भएर मैले आज मेकअप गरेको थिएँ स्किनमा। अनि मैले स्किन केयर मात्र गरेँ, हेर्नु न, मोइस्चराइजर लगाएँ अनि लिप ग्लस पनि लगाएँ। सो बाई बाई, गुड नाइट।